बुवारको ओभरपास निर्माण अन्तिम चरणमा पुगेको छ, जसमा कालोपत्रे र केही अन्य साना काम मात्र बाँकी छन्। हालैको वर्षाका कारण कालोपत्रेमा समस्या आएको छ, तर पनि जेठ मसान्तसम्ममा काम सक्ने लक्ष्य राखिएको छ। ठेकेदार कम्पनीले वर्षाले काममा अवरोध पुर्याए पनि तीव्र गतिमा काम गरिरहेको र चाँडै नै सवारी साधन सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ। ओभरपास सञ्चालनमा आएपछि ग्वारको चोकमा हुने ट्राफिक जाममा कमी आउने अपेक्षा गरिएको छ। दुई हजार 78 फागुनमा सुरु भएको ओभरपासको निर्माण 2080 फागुनमा सक्नुपर्ने थियो। तर विभिन्न कारणले पटक पटक म्याद थप हुँदा पनि काम नसकिएपछि हाल ठेकेदार कम्पनीले हर्जाना तिरेर काम गरिरहेको छ। सुरुवाती लक्ष्यभन्दा ढिलो भए पनि अहिले कामले तीव्रता पाएको र चाँडै नै सम्पन्न हुने अपेक्षा गरिएको छ। गुणस्तरमा कुनै सम्झौता नगरी बाँकी काम पूरा गर्न सम्बन्धित निकायले ठेकेदारलाई दबाब दिइरहेको बुझिएको छ। यसरी ढिलाइ हुँदा आम सर्वसाधारणले शास्ति भोग्नु परेको भन्दै जनगुनासो बढिरहेको छ। दुई हजार 78 फागुनमा सुरु भएको यस ओभरपासको निर्माण 2080 फागुनमा सक्नुपर्ने थियो। तर विभिन्न कारणले पटक पटक म्याद थप भएपछि पनि काम नसकिएकाले ठेकेदार कम्पनीले अहिले दैनिक हर्जाना तिरेर काम गरिरहेको छ। पुस 8 गतेसम्मको थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि ठेकेदारले दैनिक कुल ठेक्का रकमको 0.05% हर्जाना तिर्दै काम गरिरहेको छ। निर्माणका क्रममा साग्दो बाटोतर्फ राखिएको रेनफोर्स्ड अर्थ आरई वालको प्यानलमा माटो भरिएपछि सिमेन्टको पर्खालमा चिरा देखिएपछि करिब 40 मिटर भाग भत्काएर पुनः निर्माण गरिएको थियो। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले मापदण्ड अनुरूप काम नभएको भन्दै उक्त भाग भत्काउने निर्णय गरेको थियो, जसले गर्दा पनि निर्माणमा थप ढिलाइ भएको छ। हालसम्म ओभरपासको पुल निर्माण लगभग 98% सम्पन्न भइसकेको छ। बाँकी काम तीव्र गतिमा भइरहेको र मौसमले साथ दिएमा छिट्टै नै सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। ओभरपास बनेपछि कलम्की कोटेश्वर सडक खण्ड र अन्य स्थानीय मार्गहरूमा यातायात सहज हुनेछ, ट्राफिक जाममा उल्लेखनीय कमी आउनेछ र यात्रा समय घट्नेछ। यसले विशेष गरी ग्वारको चोकमा बिहान बेलुका हुने सवारी चापलाई कम गरी यात्रुहरूलाई ठूलो राहत दिनेछ। साथै यसको सञ्चालनले प्रदूषण नियन्त्रणमा पनि केही हदसम्म सहयोग पुग्नेछ र शहरी जीवनलाई अझ गतिशील बनाउनेछ भन्ने अपेक्षा गरिएको छ।